सर्वप्रथम त उहाँ मेमेलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। उहाँको स्वर्गमा बास होस् र सुककुल परिवारप्रति गहिरो संवेदना अर्पण गर्दछु। अनि मलाई चाहिँ भिडियो गर्न मन लाग्यो साथीहरू। अनि उहाँहरूको छुट्टै रीतिरिवाज अनि आफ्नो सबैकै छुट्टै छुट्टै रीतिरिवाजबाट गरिएको काजक्रियाहरू छुट्टै किसिमको राम्रो देखिने क्या। लामाहरू आफ्नो ड्रेस लगाएर अनि मन्त्र उच्चारण गरिराख्नु भएको छ है। अनि मलाई भिडियो गर्न मन लाग्यो। अनि कस्तो राम्रो देखिने आफ्नो संस्कार संस्कृति लाई झल्किने कुनै पनि कार्यहरू गर्दा कस्तो रमाइलो देखिने क्या। अनि कस्तो छुट्टै राम्रो देखिने क्या। अनि त्यही भएर मलाई भिडियो गर्न मन लाग्यो साथीहरू। अनि आज चाहिँ उहाँ मेमेको घेवामा चाहिँ उहाँको श्रीमतीले आउनु है नानी भन्नुभएको थियो। अनि म पनि गएको थिएँ। अनि उहाँको अनि घेवा चाहिँ आज आमा याङ्री हेल्मो गुम्बामा चाहिँ भएको थियो। कति राम्रो गुम्बा के, कति राम्रो लाग्यो मलाई है। अनि मैले भिडियो गरेँ। अनि के गर्नु, मान्छेको जिन्दगी ढिलो चाँडो न हो, अघि पछि न हो, एक दिन न एक दिन यो संसार छोडेरै जानुपर्छ। हाम्रो गुरु हजुरले भन्नुभएको छ नि, संसार त केवल पाउन घर हो, सम्झाऊ कसरी बुझाऊ कसरी भन्नुभएको छ नि। साँच्चै नै हो, मान्छेको जिन्दगी यस्तै हो। अहिले यहाँ भइन्छ, एकछिनमा के हुन्छ भन्ने थाहा हुँदैन। त्यही भएर साथीहरू सबैजना मिलेर बसौँ, एकअर्कामा माया गरौँ भन्दै साथीहरू आजको मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। फेरि पनि अर्को भिडियोमा भेटौँला भन्दै बाई बाई साथीहरू।